namaste everyone. Hope you guys are fine. This is Aquafit Nepal back with another vlog. र आज चाहिँ हामी प्यान स्पेसमा छौँ है। अब यहाँ आएर उहाँले देख्न सक्नुहुन्छ। सो अहिले चाहिँ अब बिहानको 2:30 बजेको छ है। हामी चाहिँ माछा कुरिरहेको छौँ। यता हुनुहुन्छ कृष्ण दाइ, उता आशिष दाइ काम गरिराख्नु भएको छ बेलुका बेलुका पनि। सो अब हाम्रो माछा चाहिँ सायद है अब कलाएर आइपुगिहाल्यो। अब हामी अनलोड गर्छौँ। अब एक बक्स चाहिँ खोलिसकेको छ है। यहाँ देख्न सक्नुहुन्छ प्याकेटहरू। यहाँ चाहिँ अब बेटाहरू आएको छ अलिअलि है। यहाँ के छ प्रिकुसेको के छ जस्तो लाग्यो। अब अर्को बक्स चाहिँ आउँदैछ। खै कहाँ गयो? आउँदैन त यार। आयो 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 माछा आयो। मलाई त ल ठिक छ। हेर एक बक्स उठाएको, दुईजना स्या फ्या फ्या गरेर बस्छ यहाँ। के हो यस्तो? ल ठिक ठिक ठिक। के आयो? सो अब अर्को बक्स चाहिँ मैले भर्खर खोलेँ होइन। अब कृष्ण दाइको भिडियोमा छ त्यो अनबक्सिङ चाहिँ। अनबक्सिङ चाहिँ के त्यो बक्स काटेको भनौँ न है। के हो दाइ यो? ल ठिक छ। अरू के छ? अर्को गार है, एलिगेटर गार। अरू पनि त्यो पनि एलिगेटर गार। तीनटा देखिसकेको छ एलिगेटर। तीनटा कि पाँचवटा हुनुपर्छ जस्तो लाग्छ मलाई। अहिलेसम्म तीनटा देखेँ। यो पनि एलिगेटर गारै हो। हो नाइस। दिस इज अल्सो गार। यो चाहिँ साइज बवाल। गाह्रै गार मात्रै छ त। यसमा के सुन गाह्रो त होला नि। ब्ल्याकबेरी डलर है त। मलाई यहाँ दर्शन दिन मलाई यहाँ दर्शन दिन आइसक्यो। साइज राम्रो छ एकदम मजाले। यो पनि त्यही हो। खै यो यसो पल्टाउनु त ब्ल्याकबेरी होइन। ब्ल्याकबेरी हो। ठिक छ है साइज। नियोन टेट्रा। यस नियोन टेट्रा पनि आएछ। अब हामी बिस्तारै चाहिँ प्याकेटहरू सबै खोल्छौँ है। अब आजको मेन उद्देश्य चाहिँ कतै देखाइदिनु त। सो यो हो ट्याङ्कमा हालेर हेरौँ। अल्टम। अब यो चाहिँ अब ट्याङ्कमा एकछिनमा खनाइसकेपछि हेरौँ है त। यसरी मजाले देखिँदैन। प्लास्टिक अब त्यस्तै छ। ल ठिक छ। सो यहाँ चाहिँ छ अब वाटरमेलन फ्रुट होइन, प्लेको। यो पनि अब हामी बिस्तारै ट्याङ्कमा राखिसकेपछि हेर्छौँ। अरू के छ त अब? यो चाहिँ के हो दाइ? लेन्थ्रोपिस कान्डे ब्लू। ल त्यो कसैले बुझ्नु भएन है। दाइलाई चाहिँ एकदम निन्दा लागिरहेको छ। यसको नाम चाहिँ म यहाँ तलपट्टि हालिदिन्छु स्क्रिनमा होइन। ल अब चाहिँ प्याकेट खोलौँ होइन, त्यसपछि भेटौँला है त।
हाम्रो चाहिँ अब अलमोस्ट फिसहरू हामीले हालिसक्यौँ है। अब यहाँ रेड लिफ गोबीहरू छ, यता अब अफ्रिकन एक्लिमेट भइरहेछ होइन। त्यस्तै गरी अब डिस्कस हालिसक्यौँ। अब पालो अल्टमको। अल्टम चाहिँ यसरी एक्लिमेट गरिसकेपछि अब यहाँ हाल्दैछौँ यसरी है। यता देख्न सक्नुहुन्छ मजाले अल्टम। अब यो चाहिँ अब एकछिन ट्याङ्कमा हालिसकेपछि हेरौँ है। यहाँ छ हाम्रो रेड टेल गोल्डन एरो होइन है, मजाले अल्टम है। अल्टम अनबक्स भइसक्यो हाम्रो अनप्याक। कसैलाई चाहिन्छ भने चाहिँ दौडेर आउनु सकिन्छ, नबुझ्नेलाई ब्लू एन्जल हो यो, नबुझ्नेलाई। त्यसको हेरौँ लाइक गोल्स बबाल आफ्नो यसो राख्नु कति सिरिज गाइयो। वाटरमेलनको चाहिँ पछाडिपट्टि यसरी हुने काम जस्तो। अब माछाहरू चाहिँ अझै पनि अब स्ट्रेसमा छ होइन। भर्खर राखेका छौँ हामीले सबै ट्याङ्कमा। त्यसले गर्दाखेरि अब अहिले चाहिँ अलिकति क्लिपहरू खिच्न मिलाएको छैन है। त्यही भएर आज त यसो हेरिराख्नु भएको छ, निरीक्षण गरिराख्नु भएको छ है। हाम्रो कृष्ण दाइ यता मस्त बसिराख्नु भएको छ होइन। अब त्यही एकछिन अलिकति सेटल होस् सबै होइन। त्यसपछि अलिकति उनीहरूले पनि अब आफ्नो सेटल भइसकेपछि कलर देखाउँछ नि त। त्यसपछि चाहिँ अनि मजाले खिचाउँला, तपाईँहरूलाई देखाउँला होइन। सो अब यिनीहरू चाहिँ हल्का सेटल भइरहेछ है। यहाँ कलर देख्न सक्नुहुन्छ तपाईँहरूले। अब यो अझै यिनीहरूको अब सेप हेर्नु न, त्यो नर्मल एन्जलहरू भन्दा कस्तो मजाले डिफ्रेन्स देखिन्छ नि होइन। अब यहाँ छ अब प्लेको यो के L333 होइन यो होइन होइन यो अर्को यो L333 भयो। L330 चाहिँ यहाँ छ हाम्रो वाटरमेलन प्लेको है। अब मेन अट्र्याक्सन चाहिँ आजको यही हो क्या। अब हेर्नु न सेपदेखि लिएर साइज यस्तो मजाको छ साइज है। कलरेसन पनि ल बिस्तारै अब आउँदैछ। अब यसको अपडेट चाहिँ म सायद टिकटक नभए अब यही युट्युबको सर्ट्सहरूमा राख्छु होला है, बाँकी भएसम्म चाहिँ। सो अब यता छ हाम्रो आरटिजी। यो त मैले अब अस्ति पनि पोस्ट गरिसकेँ होइन। अनि आज आएकोमा चाहिँ हाम्रो यता छ यो चाहिँ अब हाम्रो कस्टमरले बुक गर्नु भइसक्यो होइन। 3टा ऱ्यान्चो छ। अनि अब यहाँ व्हाइट बटरफ्लाई भइहाल्यो है। अलिकति डिस्कसहरू चाहिँ अझै स्ट्रेसमै छ। अनि त्यसपछि आएर यहाँ छ हाम्रो ब्ल्याक बेली। मैले यसको भिडियो हाल्छु होइन। अब एकछिनमा यो सँगसँगै हाल्छु यसको भिडियो चाहिँ। यो चाहिँ अब लाइट नबालौँ किनभने फेरि स्ट्रेसमा गयो भने यिनीहरू फेरि यताउता गरेर हैरान गर्छ यिनीहरूले है। सो अब त्यही हो। यहाँ अझै पनि दाइ यसरी हेरिराख्नु भएको छ है। त्यसपछि आज अर्को आएको भनेको चाहिँ हाम्रो रेड लिफ गोबी भन्छ यसलाई चाहिँ है। अब कहाँ छ, यहाँ छ, यहाँ देख्न सक्नुहुन्छ रेड लिफ गोबी। अब यिनीहरूको नि अब अझै कलर आउनु बाँकी छ। अब यो कलर आएपछि यसको पनि अपडेट म टिकटक अथवा युट्युब सर्ट्सहरूमै दिन्छु है। यदि कसैलाई चाहिन्छ भने चाहिँ सिधै हाम्रो प्यान्ट्समा आउनुभयो हुन्छ। अब यता भयो जर्मन ऱ्यामहरू है, जर्मन ऱ्याम। अब यता थ्रेडफिनहरू छ। त्यसपछि हामीसँग यहाँ ड्रिम ब्लू अनि रेड चेरी है। रेड चेरी होइन सरी फायर रेड छ। ड्रिम ब्लू र फायर रेड। अब यहाँ चाहिँ अफ्रिकन, यो पनि अब कस्टमरकै हो सो नदेखाउँ यो चाहिँ।
हुन चाहिँ यो पनि अब अलिकति एक्जोटिकमै पर्छ होइन, तर अब कस्टमरको भइसकेपछि अब उहाँहरूको कन्सर्न लिनु पऱ्यो नि त। अनि त्यसपछि यहाँ के छ, यो कोई एन्जल है, कोई एन्जल छ, यता मार्बल कन्भिक्टहरू छ। यहाँ चाहिँ अलिकति बत्ती नभएर चाहिँ खासै अब उ नै गर्न मिलेन कि है। अब अरू भने अब यही हो हाम्रो एरोभना है, हाम्रो हिरो यही हो, मजाले खेलिरहेछ अहिले चाहिँ। सो अब अर्को चाहिँ हाम्रो आशिष दाईको प्लान्टेड ट्याङ्क है। कति महिनाको मिहिनेत छ यो, के गर्नु, पहिलाको क्रास भइहाल्यो। होइन पहिलाको कुरा सुन्नु न, यो सेटअप गरेर कति भयो भने के यो अहिले डिफ्युजर फिक्स गरेपछि त 2 हप्ता हो। 2 हप्ता है, 2 हप्तामा हेर्न सक्नुहुन्छ यतिको मजाको ग्रोथ भइरहेको छ प्लान्टहरूको। यो अस्तिसम्म चाहिँ अब यहाँसम्म थियो, यो चाहिँ अब दाइले ट्रिमिङ गरेर अब टक्क मिलाएर राख्नु भएको छ है, सेप अनुसार। सेटअप पनि तपाईँले देख्न सक्नुभयो है। हाम्रो दाइ चाहिँ अब यस्तो सेटअपहरूदेखि लिएर अब यो पाल्डेरियमहरू भयो होइन, पाल्डेरियमहरूको चाहिँ एक्सपर्ट हो क्या हाम्रो दाइ होइन। यहाँ मजाले देख्न सक्नुहुन्छ। सो अब बाँकी भनेको चाहिँ हाम्रो एलिगेटर गारहरू हो है। कहाँ छ हो एलिगेटर गार चाहिँ अब मैले लिएर जानु लागेको भएर यसको चाहिँ म अब भिडियो हाल्दिनँ। अब सिधै यसको अब टिकटकमै आउँछ होइन। अनि प्लस अब यसमा अब अलि बेटाहरू छ, कतिवटा छ खै, ए प्लास्टिक ठिकै छ। यसमा अब अलिकति बेटाहरू छ होइन। अब यो चाहिँ अब लिएर जान्छु म। अब ढिला पनि भइसक्यो है, कति बज्यो, लगभग 5 बजिसकेको छ बिहानको। सो गाइज अब त्यति भन्दै आजको भिडियो यहीँ सकाउँछु है। सो तपाईँहरूलाई के चाहिन्छ भने सिधै आएर प्यान्समा कन्ट्याक्ट गर्न सक्नुहुन्छ ल। अब त्यति भन्दै सबैजनालाई गुड नाइट, किनभने हामी पनि अब रातभरि सुत्या छैन, अब गएर सुत्ने हो होइन। दाइ पनि त्यहाँ निन्द्राले ग्रसित भइसक्यो, मजाले यहाँ भिडियो खिचेर बसिरहनु भएको छ है अल्टमको बाबा। सो यति भन्दै आजको ब्लग यहीँ सकाउँछु। सी यु इन द नेक्स्ट ब्लग है त।